श्रोताबिन यतिखेर माइतीघर मण्डलाको यो प्राङ्गणबाट तपाईँहरूसँग जोडिएको छु। पछिल्लो समय देशव्यापी रूपमा एउटा चर्चा परिचर्चा बटुलिरहेको 3 वर्षको नाबालिकालाई बलात्कार जस्तो जघन्य अपराध गरेर मृत्यु गरियो। यो विषय निकै सामाजिक सञ्जाल मात्र नभई समाजमा पनि त्रसित फैलाएको छ। यो विषय गम्भीर बन्दै गएको छ। सरकारलाई किन मौन भएको होला यतिखेरको अवस्थामा? सरकार कतै घुम्न जस्तो जे पनि भइरहेको छ। आगामी दिनसम्म जे जस्तो भए पनि अब आएको बालन सरकार मध्येमा चाहिँ हामीहरूको जति पनि घटनाहरू घटिरहेको छ, एक मात्र होइन, 1 2 3 4 5 कतिको हजारौँ घटनाहरू घटिरहेका छन्। किनभने यही घटनाहरूमा चाहिँ निम्नीकरण रहिकन हामीले कानुनमा चाहिँ संविधानको नेपालको 2072 चाहिँ 31 वटा मौलिक हकहरू भए तापनि तर हामीले संविधान 16 को धारा 16 को खारेज गरिकन हामीले त्यसमा चाहिँ फाँसीको सजाय अवश्य ल्याउनुपर्छ। किनभने हाम्रो छोरी चेलीबेटीहरू हुन्, बाल अधिकार छ नेपालमा, संविधानमा लिखित रूपमा छ। किनभने हामीले त्यहीमै हामीले निम्नीकरण ल्याएन भने चाहिँ पछि हाम्रो छोरी वा हाम्रो पछि पछिल्लो पुस्ताहरूसम्म नआउला भन्न सकिँदैन। त्यसैले हामीले अहिले नै सचेत भइकन हामीले कसरी के गरिकन हाम्रो छोरी चेलीबेटीहरूमा कसरी सुरक्षाहरू अपनाउन सकिन्छ त्यो हामीले कानुनको रूपमा लिखित रूपमा ल्याउनु पर्ने आवश्यकता रहेको हुन्छ।